आज पोर्चुगल र डाक्टर कङ्गोको गेम थियो अनि बराबर भएको छ। सो सुरुमा क्रिस्टियानो रोनाल्डो भएको कारणले गर्दाखेरि पोर्चुगल र कङ्गोकै कुरा गरौँ होइन। यो गेम 1-1मा रोकियो गेम फुल टाइममा। एन्ड म थोरै ब्याकग्राउन्ड दिन्छु। पोर्चुगल नम्बर 5 फिफा ऱ्याङ्किङमा अनि डाक्टर कङ्गो चाहिँ 46 फिफा ऱ्याङ्किङमा होइन। डिआर कङ्गो इज क्रेजी डिफेन्सिभ वाइज जस्तो खालको पर्फर्मेन्स आएको थियो नि प्लेयरहरूबाट, बबाल बबाल दिएको थियो। अनि आई वाज नट एक्सपेक्टिङ दिस रिजल्ट, नो नट एट अल। पोर्चुगलले यस्तो खेल्छ होला भनेर, यस्तो प्लेयर डेप्थ हुँदाखेरि पनि यस्तो पर्फर्मेन्स आउँछ भनेर कसैले पनि सोचेको थिएन क्या। इभन एज अ मेसी फ्यान, इज अ रोनाल्डो अर्जेन्टिनी फ्यान, वेभर इट इज, इभन न्युट्रल फ्यान, वी नेभर एक्सपेक्टेड दिस रिजल्ट पोर्चुगलबाट इन द फर्स्ट गेम एगेन्स्ट डिआर कङ्गो। अनि 6 मिनटमा जाओ नेवेसले गोल हानेको थियो। एन्ड यो गोल सम्झिँदाखेरि कस्तो अचम्म लाग्ने गोल छ क्या, किनभने ही इज द सर्टेस्ट गाई अन द फिल्ड प्रोबेबली, एन्ड ही स्कोर अ हेडर। डिआर कङ्गोबाट चाहिँ विसाले हानेको थियो, त्यो पनि हाफ टाइम ट्याक्कै जानुभन्दा अगाडि। एन्ड कस्तो पोइन्टमा बराबरी गरेको थियो। एन्ड सेकेन्ड हाफमा जस्तो पर्फर्मेन्स आएको थियो प्लेयरबाट, माई गड। पोर्चुगलले धेरै 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 पोसेसन, एकदम धेरै एट्याकिङ वाइज ठिक छ, तर जुन साइड वाइज पास गरेको थियो, जुन मिडफिल्डमा पास गरेको थियो, माई गड, हेर्न लायकको थियो। अलट अफ क्रस गरेको थियो डिबक्समा पनि। क्रिस्टियानो रोनाल्डोलाई 2टा प्रिटी गुड चान्स, तर एगेन गोल हुन सकेन। जस्तो तरिकाको चान्स बनाएका थिए नि, दे गट जाओ नेवेस, दे गट भिटिनिया, दे गट ब्रुनो फर्नान्डेज। भिटिना द बेस्ट मिडफिल्डर इन द वर्ल्ड राइट नाउ, ब्रुनो फर्नान्डेज बेस्ट प्लेयर फर म्यान्चेस्टर युनाइटेड, जाओ नेवेस एगेन बेस्ट मिडफिल्डर पिएसजीबाट खेल्ने, युसिएल विनर एलोङ साइड विथ भिटिना। अनि यस्तो खालको पर्फर्मेन्स मिडफिल्डबाट, माई गड। जाओ क्यान्सेलो ठिक छ, नुनो मेन्डेस ठिक छ, क्रिस्टियानो रोनाल्डो ठिक छ, बट ओभरअल पर्फर्मेन्स जस्तो खालको आउनुपर्ने थियो नि, त्यो पर्फर्मेन्स आएन। अर्को कुरा के छ भने कोलम्बिया चाहिँ यो ग्रुपलाई टप गरेको छ, उज्बेकिस्तानलाई 2 गोल हानेर जितेको थियो। अब नेक्स्ट गेम उज्बेकिस्तान कोलम्बिया होइन सँग छ नि त पोर्चुगलको। एन्ड वी विल सी कस्तो खालको पर्फर्मेन्स आउँछ फेरि भनेर, किनभने कोलम्बियाले अपसेट दिन सक्छ क्या पोर्चुगललाई, स्पेसियल्ली भन्नुपर्दाखेरि चाहिँ। तर जस्तो खालको एगेन प्लेयरहरू छन्, दे कुड ह्याभ मेड इट। इभन इन टुडे गेम बबाल खेल्नुपर्ने हो जस्तो खालको रिजल्ट आएको छ, नो नट एट अल, यो एक्सेप्टेबलै छैन क्या। बट लेट्स सी नेक्स्ट गेम कस्तो हुन्छ भनेर। 0.65 को एक्सजी बनाएको थियो क्या पोर्चुगलले, विच इज लेस देन 0.87 जो डिआर कङ्गोले बनाएको थियो। टोटल सट 7वटा हानेको थियो, एउटा मात्र अन टार्गेट। अन अदर ह्यान्ड 8वटा सट हानेको थियो, 2टा अन टार्गेट गरेको थियो। जस्तो खालको पर्फर्मेन्स आएको थियो नि, इट इज फर्गेटेबल। यो फर्गेट गर्नै चाहन्छन् क्या प्लेयरहरूले, कोचले। एन्ड आई विल टक अबाउट दिस कोच रोबर्टो मार्टिनेज, हु लेड बेल्जियमको स्टार स्टडेड टिम होइन, हु कुड ह्याभ वन एभ्रिथिङ एट द्याट टाइम, जस्तो खालको प्लेयरहरू थियो उनीहरूसँग। एन्ड ही इज अ फ्रड, सिधी कुरा गर्नु पर्दाखेरि चाहिँ ही इज अ फ्रड। एगेन हामीलाई एकदम मजाले प्रष्टसँग देखायो क्या यो पर्फर्मेन्स। पोर्चुगल दे हेभ एभ्रिथिङ, अ लट अफ प्लेयर, यस्तो बबाल प्लेयर, डेफ्थ छैन कि एभ्रिथिङ, तर यस्तो खालको पर्फर्मेन्स इट इज नट एक्सेप्टेबल। रोबर्टो मार्टिनेज इज अ फ्रड। कुरा गर्नै पर्ने भनेको चाहिँ विसा बकाम्बो होइन, अनि वान विसाका आम्बो, यिनीहरूले कस्तो पर्फर्मेन्स दिएका थिए क्या, एकदम बबाल पर्फर्मेन्स दिएका थिए। यिनीहरूले नै गरेर पनि यो ड्र भएको हो क्या। यो इन्डिभिजुअल पर्फर्मेन्स ठिक छ होइन, सर्टेन इन्डिभिजुअलले राम्रो पर्फर्म गरेको थियो, तर एज अ होल टिमले कङ्गोको चाहिँ धेरै नै प्रोबेबिलिटी थियो, प्रोबेबली इभन गेम जित्ने। जस्तो तरिकाले एट्याक बनाइरहेका थिए नि, अनि पोर्चुगलले जस्तो तरिकाको चान्स दिइरहेको थियो उनीहरूलाई, माई गड, हेर्न लायकको थियो यो गेम। स्पेसियल्ली फ्रम मेसी अर्जेन्टिना फ्यानहरूलाई यो हेर्न लायकै गेम थियो। जस्तो तरिकाको पर्फर्मेन्स दिएको थियो मेसीले अघिल्लो दिन, अनि भोलिपल्ट यस्तो खालको पर्फर्मेन्स यी होल टिम क्या पोर्चुगलको होल टिमबाट यस्तो खालको पर्फर्मेन्स आउँदाखेरि, नट क्रिटिसाइजिङ क्रिस्टियानो रोनाल्डो, किनभने क्रिस्टियानो रोनाल्डो लिटरली भन्नुपर्दाखेरि चाहिँ यो स्क्वाडमा चाहिँ इट डज नट म्याटर, किनभने यिनीहरूको टिममा यस्तो बबाल खेलाडी छन्। इट इज नट ओन्ली क्रिस्टियानो रोनाल्डो जसको फल्ट छ, अदर प्लेयर दे हेभ मोर रेस्पोन्सिबिलिटी देन क्रिस्टियानो रोनाल्डो।
सो क्रिस्टियानो रोनाल्डोको कुरा गर्दिनँ म आज। नेक्स्ट गेम इङ्ल्यान्ड भर्सेस क्रोएसिया थियो अनि यो गेम चाहिँ हेर्न लायकको गेम थियो। इन्डिभिजुअल पर्फर्मेन्स बबाल होइन, टिम प्लेयर बबाल, अनि जस्तो तरिकाको गोल, जस्तो तरिकाको यो फिजिकल गेम भएको थियो नि, यो चाहिँ हेर्न लायकको गेम थियो क्या। इन्टरटेनिङ, फेयर इनफ, गोल वाइज 7वटा गोल इज नट अ जोक होइन, एउटा गेममा 90 मिनटको गेम। एन्ड जस्तो खालको पर्फर्मेन्स आएको थियो, माई गड। एन्डरसन, राइस, मडुएके, बेलिङम, गोर्डन, केनको यस्तो खालको पर्फर्मेन्स आएको थियो। स्पेसल्ली अहिले भन्नुपर्दाखेरि चाहिँ केन जसले 2 गोल हान्यो होइन, अनि बेलिङम जसले 1 गोल हानेको थियो। माई गड, पर्फर्मेन्स बबाल आएको थियो। डिफेन्समा पनि स्टोन्स, कोन्सा, जेम्स र ओरिएल्ली थिए होइन। माई गड, जस्तो खालको पर्फर्मेन्स दिएको थियो, बबाल बबाल बबाल। क्रोएसियाबाट मुसा, बटुरिना, स्कुसिक, स्ट्यानिक, पेरिसिक, ग्वार्बिडेलको पनि बबाल पर्फर्मेन्स आएको थियो। बट ग्वार्बिडेलको त्यस्तो खालको पर्फर्मेन्स आएको थियो त? आई डोन्ट थिङ्क सो, किनभने ही कुड हेभ डन लट धेरै क्या। 52 बल पोजिसन सहित 3.2 को एक्सजी बनाएको थियो इङ्ल्यान्डले। 22 सर्ट्स एन्ड 11 अन टार्गेट, 50% अन टार्गेट बनाएको थियो। वाइल क्रोएसियाले 48%मा 0.70 को एक्सजी बनाएको थियो। टोटल सर्ट 10वटा हानेको थियो भने 5वटा मात्र अन टार्गेट थियो। इच एन्ड एभ्री टर्ममा चाहिँ इङ्ल्यान्ड नै बेटर थियो। यो गेममा एकदम मजाले पर्फर्मेन्स वाइज बेलिङम बेस्ट मिडफिल्डर होइन, रियल मैड्रिडबाट पनि बबाल। केन एगेन बायर्न म्युनिखको टप स्कोरर, एगेन क्रेजी प्लेयर्सहरू, राइस, मडुएके, एभ्री वान जसको नाम भने नि मैले, दे आर डुइङ रियली गुड इरेस्पेक्टिभ अफ देयर क्लब। वी डेफिनेटली एक्सपेक्ट दिस फ्रम इङ्ल्यान्ड। अनि जस्तो खालको स्टार स्टडेड प्लेयरहरू छन् नि यो इङ्ल्यान्डको टिममा, दे सुड प्रोबेबली बी इन द फाइनल, प्रोबेबली इन द सेमी फाइनल, दे क्यान इभन विन द वर्ल्ड कप। तर जस्तो खालको पर्फर्मेन्स आउँछ नि यिनीहरूको फेरि इन नकआउट स्टेज, भन्न सकिँदैन क्या। सो अहिलेलाई बेनिफिट अफ डाउट दिउँ होइन, दे ह्याड अ भेरी गुड गेम एगेन्स्ट क्रोएसिया एन्ड वी विल मुभ अन टु एनदर गेम। उज्बेकिस्तान र कोलम्बियाको गेम भएको थियो अनि 3-1 सकेको छ। उज्बेकिस्तानले 3 खाएको थियो कोलम्बियाबाट, मुनोज, डियाज र कम्पाजले हानेको थियो गोल। बबाल पर्फर्मेन्स आएको थियो। यो इन्डिभिजुअल पर्फर्मेन्स, एज अ होल पर्फर्मेन्स, जस्तो सुकै भनौँ टप गेम आएको थियो यसमा। लुइस डियाज बेस्ट प्लेयर इन द फिल्ड, सुआरेज बबाल, रोड्रिगेज बबाल, फिल्डर लर्मा, पुएर्ता, अनि डिफेन्स स्पेसल्ली मुनोज, सान्चेज र लुकुमीले यस्तो बबाल पर्फर्मेन्स निकालेका थिए। डु वी एक्सपेक्ट उज्बेकिस्तानले यस्तो पर्फर्मेन्स दिन्छ भनेर होइन? हाउएभर दे डिड रियली गुड इन सम एक्सपेक्ट। राम्रो पनि पर्फर्मेन्स निकालेका थिए उनीहरूले होइन। कुनै ठाउँमा त राम्रै चान्स पनि बनाएका थिए एन्ड गोल पनि हानेको थियो एउटा। उज्बेकिस्तानले 8 सट हान्दाखेरि 15 सट हानेको थियो कोलम्बियाले। अनि जुन 2टा अन टार्गेट गएको थियो उज्बेकिस्तानबाट भने 4वटा गएको थियो कोलम्बियाबाट। एन्ड यु क्यान एक्सपेक्ट कस्तो खालको गेम भएको थियो। दे आर नट क्वाइट सेम होइन। इभन फिफा ऱ्याङ्किङको कुरा गर्ने हो भने पनि उज्बेकिस्तान आर 50 अनि कोलम्बिया आर 13 होइन। त्यो डिफ्रेन्स चाहिँ थियो गेममा पनि। तर पर्फर्मेन्स वाइज चाहिँ इट वाज इन्टरटेनिङ। एगेन 4 गोल 90 मिनटमा होइन, भेरी गुड। लुइस डियाज एगेन ही प्रुभड वाइ ही इज भेरी इम्पोर्टेन्ट फर बायर्न म्युनिख, वाइ ही इज इम्पोर्टेन्ट फर कोलम्बिया। एन्ड वी विल मुभ अन टु नेक्स्ट गेम। घाना र पानामाको भएको थियो अनि यो गेम भएको थियो पर्फर्मेन्स वाइज चाहिँ कडा, किनभने बराबर भइरहेको थियो होइन। 90+ मिनटमा घानाले जितेको छ, जुन क्यालेब भन्नेले गोल हानेको थियो। ही वाज भेरी बेस्ट। यो जुन पर्फर्मेन्स निकालेको थियो नि गोल हान्नलाई स्पेसल्ली, किनभने द्याट वाट म्याटर। यो ग्रुप स्टेजमा 3 पोइन्ट चाहिएको छ नि त। सो द्याट वाट म्याटर। जस्तो तरिकाले गोल हानेको थियो एकदम राम्रो होइन। हाउएभर पर्फर्मेन्स वाइज कुरा गर्नु पर्दाखेरि चाहिँ दे वेयर क्वाइट ब्यालेन्स। यो गेममा पानामाको पर्फर्मेन्स धेरै नै बेटर भए पनि स्ट्याट वाइज 11 सर्ट 4 अन टार्गेट होइन। बट चान्स, बिग मिस चान्स चाहिँ धेरै थियो क्या। उनीहरूले 2टा बिग चान्स बनाएका थिए अनि दे बोथ मिस 2टै चान्स क्या। हाउएभर अन अदर साइड घानाले चाहिँ 8वटा सर्ट हानेको थियो, 2टा अन टार्गेट एन्ड एउटा बिग चान्स बनाएको थियो। त्यही बिग चान्समा गोल हान्यो एन्ड एगेन 3 पोइन्ट विच इज क्रुसियल एन्ड दे गट इट। पोर्चुगलवाला गेम चाहिँ आई थिङ्क द प्लेयर वान्ट टु फर्गेट इट, कोच वान्ट टु फर्गेट इट, एभ्री वान, क्रिस्टियानो रोनाल्डोको फ्यान स्पेसल्ली, बिकज
एगेन वी विल टक अबाउट एम्बापे, हालान्ड, मेसीले हिजो कति गोल हाने भनेर एन्ड जस्तो खालको पर्फर्मेन्स आज पोर्चुगलले हानेको थियो भनेर। तर वी कान्ट रियली ब्लेम टु क्रिस्टियानो रोनाल्डो, नट एट all द रेस्पोन्सिबिलिटी इज फर द यङ प्लेयर, मिडफिल्डर, एभ्री वान, अल्सो विथ क्रिस्टियानो रोनाल्डो। एन्ड भोलि फेरि अर्को भिडियो लिएर आउनेछु। अन्टिल देन बाई, टेक केयर, सी या।